गाइज यो सुन्तलाको बगानमा बरु सुन्तला भेटिँदैन होइन। मेरो घरमा चाहिँ अझै पनि अब सुन्तला छ है, सुन्तला छ होइन। अनि यहाँ मौसम छ नि, यो मौसमको रुख छ नि, फुल कस्तो फुल झुत्तै फुलिरहेछ है। ल्या हेर्नुहोस् है, मेरो यो यस्तो सानो सानो बोटमा पनि फुल हेर्नु यस्तो खतरा छ कि। मेरो घर चाहिँ फलफुलको चाहिँ केही कमी छैन कि, तर म ढाँटेको भन्नेलाई यो सुन्तला फुलिरहेछ, झुत्तै फुलिरहेछ र पनि सुन्तला अझै माथि छ, मौसम छ। अब सुन्तलाको बगानमा छैन होला, तर मेरो घरमा चाहिँ अझै पनि छ है सुन्तला। भर्खर झारेको चट्टा लाएर, अर्ग्यानिक सुन्तला हो यो। मान्छेले भन्दाखेरि के सुन्तलाको अनुहार नदेखेर खा भन्नु होइन। यो पोखराले नि दबाई हुन्छ नि गाइस। दबाई हालेको हुन्छ कागजी सुन्तला थुप्रो बर्खामा बोटबाट झारेको यो। दबाई सबै युज भएको छैन यो। बोक्रोले नि बोक्रोको नि दबाई हुन्छ क्या हजुर। मौसम मैले रोपेको छ आज माथि, फुल पनि टन्नै छ, मौसम दाना नै अझै छ। अहिले यस्तो फलफुल बोर्डमा सायद कसैको ठाउँमा छैन। म चाहिँ यो धसेर मसे चाहिँ भएको चाहिँ भर्खर खेतमा मकै जिलाएर आएको नि। फेरि कस्तो नराम्रो मान्छे भन्ला होइन। अब भर्खर झारेको बोक्रो नि दबाई हुन्छ क्या यो। हाम्रो दबाई हाले हुँदैन, बदानमा चाहिँ शरीरमा चाहिँ हुन्छ। यस्तो गुलियो छ क्या, त्यस्तै गुलियो त्यस्तै। यो बेच्दैन हाम्रो यो खाने इच्छुक हुने व्यक्तिहरू चाहिँ हाम्रो मेरो घर आउँदा हुन्छ। फ्रीमा टन्न खाने हो, सके बोकेर जाने हो है। हाम्रो बेच्दैन, गाउँघरतिर अलिअलि बेच्छ, कसैले लानलाई लान्छ, नत्र भने के खाइनिर्भर हो। बुझ्यो छ 6-7वटा अझै छ। म पोखरा जाने बेला लिएर जान्छु। मौसम छ, मौसममा कतिवटा छ 4-5 जना छ होला। अब अहिले एउटा निकालेर खान्छु।